हेलो गाइस, मसँग चाहिँ आज यहाँनिर एउटा जाभास्क्रिप्टको कोड स्निपेट छ र यहाँनिर चाहिँ एउटा कन्सट्यान्ट छ डिस्काउन्ट भनेर जसको भ्यालु चाहिँ इम्टी स्ट्रिङ छ र यदि हामीले यो कोड ब्लक एक्जिक्युट गऱ्यो भने चाहिँ हाम्रो यो इफ ब्लकभित्रको कन्सोल डट लग स्टेटमेन्ट रन हुन्छ कि एल्स ब्लकभित्रको त्यो चाहिँ कमेन्ट गर्नु होला र हामीले यहाँनिर नि रन गरेर हेरौँ। हामीले रन गरेर हेर्दा चाहिँ यो हाम्रो इफ ब्लकभित्रको कन्सोल डट लग स्टेटमेन्ट रन भइरहेको छ र त्यो चाहिँ किन भयो किन भन्दाखेरि हाम्रो यो डिस्काउन्ट भनेको त इम्टी स्ट्रिङ हो। इम्टी स्ट्रिङ र जेरो कम्पेरिजन गर्दा त यो त फल्स हुनुपर्ने हो नि त। हामीले यो कम्पेरिजन गर्ने बेलामा चाहिँ डबल इक्वेलले गरेका छौँ। डबल इक्वेलले चाहिँ सुरुमा यो दुइटै भ्यालुलाई चाहिँ एउटै टाइपमा कन्भर्ट गर्छ अनि बल्ल त्यसलाई भ्यालुहरू चाहिँ कम्पेयर गर्छ क्या। र यहाँनिर इन्टरनल यस्तो हुन जान्छ र हामीले यहाँनिर डिस्काउन्टलाई एम्प्टी स्ट्रिङलाई नम्बरमा टाइपकास्ट गर्ने बेलामा चाहिँ नम्बरमा कम्पेयर गर्ने बेलामा चाहिँ हाम्रो यसको भ्यालु जिरो आउँछ र जेरो इज इक्वल टु जेरो भएर चाहिँ यो स्टेटमेन्ट रन भइरहेको हो। र यसलाई हामीले फिक्स गर्नको लागि चाहिँ हामीले यसलाई ट्रिपल इक्वेली चेक गऱ्यो भने चाहिँ हाम्रो यो बग फिक्स हुन्छ। र ट्रिपल इक्वेली के गर्छ भन्दाखेरि हाम्रो टाइप र भ्यालु बोथ नै चेक गर्छ क्या। यहाँनिर चेक हुने बेलामा सुरुमा यो डिस्काउन्टको टाइप स्ट्रिङ देख्छ, स्ट्रिङ र नम्बर कम्पेयर हुँदैन भनेर यसले डाइरेक्ट एल्समै फालिदिन्छ। थ्याङ्क यू।